मेरो प्रेम निबन्ध। प्रेम सिर्फ 3 अक्षरको शब्द हो। यो सुन्दा सरल लागे पनि यसको गहिराईमा डुब्न सक्नेहरूका लागि यो एउटा समग्र ब्रह्माण्ड जस्तै लाग्दछ। साँच्चीकै प्रेम गर्नेका लागि त संसार नै फेरिएको महसुस हुन्छ। चैत वैशाखको हुरीमा पनि बसन्त झुल्किन्छ, मनभित्र मिठासले भरिएको सङ्गीत बुझिन्छ अनि जीवन रमाइलो कविता झैँ लाग्न थाल्छ। आहा, कति मिठो लाग्छ यो शब्द प्रेम। फेरि फेरि उच्चारण गर्न मन लाग्छ प्रेम। आजकाल मेरो दिनहरू तिमीलाई सम्झँदै बितिरहेका छन्। रात त झन् झन् गहिरो हुन्छ जहाँ तिमी सपना भएर आइपुग्छौ। मेरो हात समाउँदै ती गुलाबी ओठहरूबाट बिस्तारै निस्कन्छ, म तिमीलाई प्रेम गर्छु। अनि तिम्रा ती कोमल गोरा हातहरूले जब मेरो अनुहार स्पर्श गर्छन् तब लाजले गिजो लिन्छु, मन काउकुती लागे झैँ हुन्छ। आफैलाई सिमलको भुवा जस्तो हलुका महसुस गर्छु। बादलमाथि तैरिँदै सपनाको स्वर्गतिर उड्दै स्वर्गभन्दा मिठो रमाइलो त्यो क्षण। कहिलेकाहीँ लाग्छ सपना नै साँचो संसार हो र विपना झुटको उपन्यास। भन्छन् ठुला ठुला विद्वान पनि प्रेममा पागल भएका थिए रे। म त तिनको तुलनामा पट मूर्ख नै सही, तर तिम्रो प्रेममा पागल भएको छु। तिमीलाई थाहा पनि छैन होला मेरो यस्तो अवस्था भएको छ भनेर। एकलौटी प्रेम साँच्चीकै पीडादायी हुँदो रहेछ, तर पनि म निराश छैन। तिमीलाई कहिले त थाहा हुनेछ मेरो मनको गहिराईमा तिम्रो नामको उज्यालो जलिरहेको छ भनेर। अहिले मेरो हरेक भावनामा नारायण गोपालका गीतहरू गुन्जिरहेका छन्। तिमी प्रतिको प्रेमलाई शब्द दिने गीतहरू सङ्गीत दिने उनी। कल्पना गर्छु तिमी र म जुनेली रातमा हरियो रुख मुनि अनि उनी गाइरहेका छन्, केही मिठो बात गर, रात त्यसै ढल्कदैछ। मनमा अर्को एउटा ठुलो रहर पनि छ, नारायण गोपाल सँगै बसेर गाउन पाउने रहर। आऊ नाचौँ अँध्यारोमा भन्ने गीतसँगै जीवन बिताउने रहर। दुर्भाग्यवश त्यो सपना अब कहिले पुरा हुन सक्दैन, तर प्रेमको मर्म सिकाउने ती अमर स्वर सधैँ मेरो साथमा छन्। प्रेम साँच्चै जीवन हो। सानै हुँदा आमा बुवाको मायामा नुहाउँथ्यौँ, जवानी चढेपछि प्रेमिकाको मायामा डुब्न चाहन्छौँ। भन्छन् हरेक पुस्तासँग आफ्नै एक प्रेम कथा हुन्छ अरे। म पनि सोध्छु के म बुढेसकालसम्म नाति नातिनालाई सुनाउन लायक एक प्रेम कथा बिना बित्ने त? त्यसैले म तिमीबाट कम्तीमा एउटा प्रेम कथाको कोसेली पाउन चाहन्छु। त्यो तिम्रो प्रेमको सुवास, तिम्रो नासोलाई म जीवनभर सम्हालेर राख्ने कसम खान्छु। यही मेरो प्रेमको सत्य हो। हाम्रो यस भिडियो तपाईँलाई कस्तो लाग्यो? शिक्षासँग सम्बन्धित यस्तै भिडियोहरू हेर्नको लागि हाम्रा भिडियोहरूमा लाइक, कमेन्ट, सेयर र च्यानलमा सब्सक्राइब गर्न नबिर्सिनुहोला।